상계 초도 초계 전남라 장주 모두 단위 겹서지 도계에서 기비에서 남게 돌아 편지 상계로 पराशो सबै प्राणीहरू सुख र सुखको कारणमा रहिरहोस् सबै प्राणीहरू दुःख र दुःखको कारणबाट मुक्त रहिरहोस् सबै प्राणीहरू दुःख रहित परम सुखबाट कहिल्यै छुट्न नपरोस् सबै प्राणीहरू पक्षपात राग र रिस रहित महान समता भावमा रहिरहोस्। यसरी हामीले सुरुमा शरण गमनमा गएपछि बोधिचित्त उत्पन्न र हामीले पुण्य कमाइसकेपछि त्यो पुण्यलाई पुनः प्राणीहरूको हितको लागि सम्पूर्ण प्राणीहरूले बुद्धत्व प्राप्त गर्नको लागि हामीले दान गर्नुपर्दछ। पुण्यदान हो। त्यो पुण्यदान गर्ने पाठ विभिन्न छन्, त्यो मध्ये यो एउटा हो, त्यो यहाँ भन्न गइरहेको छु। पओस सँगदङ्गाङानहरु ngो भनेको दिनु, ngो भन्छ पुण्यदान गर्नु। हामीले कमाएको पुण्य चाहिँ प्राणी हितको लागि दिए भनेदेखि त्यो पुण्य खेर गरेर जान्छ। त्यसैले पुण्यलाई खेर नपठाउन लागि जबसम्म हामीले बुद्धत्व प्राप्त गर्दैन तबसम्म त्यो पुण्य माथिभन्दा माथि बढेर जानको लागि हामीले त्यो पुण्यलाई डेडिकेसन अथवा दान गर्नुपर्छ, अनि मात्र त्यो पुण्य सुरक्षित रहन्छ। दान गरेन भने त्यो पुण्य एउटा सानो रिस उठ्यो भनेदेखि स्वाहा भएर जान्छ। त्यसैले पुण्य दान गरिसकेपछि फेरि त्यो रिस उठेर स्वाहा हुँदैन, नाश भएर जाँदैन। त्यसैले पुण्य गरेपछि जहिले पनि पुण्य दान गर्नै पर्दछ। ngो भनेको पुण्यलाई दान गर्नु, यो चाहिँ के भने तुरुन्त आफूले पुण्य गरेपछि त्यसलाई दान गर्ने हो। समाता मनहरु मोना मन भनेको मलाई प्रार्थना हो। नि भनेको पुण्य दान र प्रार्थनाहरू भनेको ngो मन भनेको मन चाहिँ के हो भने आफूले अहिले नगरे तापनि पहिले गरेको र अरू प्राणीहरूले गरेकोलाई पनि आफूले मागेर त्यसको आधारमा सबै प्राणीहरूले सुख पाउन् र बुद्धत्व प्राप्त गरून् भन्ने सोचलाई मन भन्छ, ngो मन प्रार्थना भनिन्छ। ngो मन नि प्राणीदान भनेको सकतका कायत क्या टेङ्बो के वा भनेको जन्म भनेको के वा भनेको जन्म के वा जन्म कसैको कुना कुन तु भनेको सबैमा जन्म जन्मान्तरमा भनेको केवा कुन्तु भनेको जन्म जन्मान्तरमा पछि जति पनि जन्म लिए तापनि भनेको के वा कुन्तु जन्म जन्मान्तरमा पछि जति पनि जन्म लिए तापनि याङा याङ ताका तक याङ तक भनेको अति नै उत्तम भनेको याङ तक भनेको उत्तम। पलद लामा भनेको गुरु, लामा गुरु ताङा तङ र जन्मान्तरसम्म उत्तम गुरु र अथवा गुरुसँग हुन्छ। ताङ योबाट सँग जस्तो हुन्छ, ताङले फेरि र पनि हुन्छ सँग पनि हुन्छ। अब गरद डल मधु मेता मे डल मे भनेर नछुटिकन, डल मे भनेको नछुटिकन, डल भनेको छुट्नु, मे भनेको नछुट्नु। उत्तम जन्मान्तरसम्म उत्तम गुरुबाट कहिले नछुटेर भनेको डल मे, कहिले नछुटेर डल मे। छानहरू छो भनेको धर्मको, छो काय त क्या को कि भनेको धर्मको, छो कि धर्मको। तव पाला पाल भनेको श्री सम्पत्ति भनेको, सम्पत्तिलाई पाल भन्छ श्री सम्पत्ति। पाल्ला भनेको त्यो सम्पत्तिमा, के को सम्पत्तिमा? धर्मको सम्पत्तिमा। धर्म गर्ने पुण्य कमाउने कुरालाई धर्मको सम्पत्ति भन्छ। त्योभन्दा उत्तम सम्पत्ति संसारमा केही पनि छैन। पाल्ला लानर लोङा लोङ लोङ सपद पातक चा चानहरू चोता चोत लोङ चोत भन्छ। लोङ चोत भनेको उपभोग गर्नु।
केमा भनेको धर्ममा एकदम उत्तम धर्म चाहिँ उपभोग गरिरहन पाउन् भनेको धर्म गरिरहन पाउन् भनेको लोङचो चिङ धर्म गरिरहन पाउन् सा भनेको भूमि हो भूमि भनेको के हो धर्म गर्दाखेरि बुद्धत्व प्राप्त गर्ने फरक फरक थुप्रो 10 भूमि छन् त्यो 10 भूमिमा भनेको सा तङ भूमि र भनेको तङ र लम्गी भनेको बाटो 5 वटा लाम बाटो छ बुद्धत्व प्राप्त गर्नुन्जेसमा 10 वटा भूमि 5 वटा लाम भनेको बाटो लम्गी बाटोको त्यो प्राप्त गरुन्जेलसम्म लाग्ने बाटोको र भूमिको यहाँनिर योना योन ताना तेन योनतेन योनतेन भनेको गुणहरू धर्मको गुणहरू विभिन्न सिद्धिहरू योनतेन रापा रप भनेको उत्तम भनेको रप भनेको रजदा जा जनहरू जो कास जोक ताटेङबो ते रप जोक्ते भने उत्तम त्यो गुणहरू पुरा गरेर जोक्ते भनेको पुरा गरेर रप जोक्ते पुरा गरेर रतदा दा दानहरू दो रचदा जा जानहरू जाटिङबो जे दो जे कसैले यसलाई दोर्जिए भन्ने चाहिँ ऊ पनि भनिन्छ मान्छेको नाम दोर्जे छ नि दोर्जे पनि भनेर कसैले उच्चारण गर्छ भने दोजे हो दोजे भनेको बजरा कहिले नाच नहुँदै बजरा भनिन्छ दोजे आओ छाङा छङ छङ भनेको लिएको भने दोजे प्राप्त लिएको अथवा दोजे छाङ भनेको बुद्धको भूमि पनि हो दोजे छाङ भन्नु र बुद्ध भन्नु र साङ्ग्या भन्नु र चङछुप भन्नु कुरा एउटै हो दोजे छङ्गी दोजे छङ बजार दाराको भनेको छङ भनेको दारा भनेको लिएको भनेको भएको अथवा बुद्धत्व भनेको प्राप्त गरेको भनेको दोजे छङ्गी कनरो को हाओ फाङा फङ को फङ भनेको त्यो ठाउँ अथवा त्यो भूमि अथवा बुद्धको भूमि भनेको को फङ अथवा स्थान भनेको को फङ माया न्या न्यासोगी न्युरा न्युर भनेको छिटो एकदम छिटोलाई न्युर भन्छ न्युर थानहरू थोपा थोप सानोहरू शोका शोक थोप शोक भन्न प्राप्त गरून् छिटोभन्दा छिटो त्यो बुद्धको भूमि प्राप्त गरून् भनेको क्यावा कुन्तु भने जन्मान्तरसम्म याङताक लामा याङताक भनेको उत्तम लामा गुरु तङ र डल्मे नछुटिकना छुकी धर्मको पाल्ला भनेको त्यो सम्पत्तिहरूमा श्री सम्पत्तिहरूमा भनेको धर्म लोङचोचिङ उपभोग गर्न पाउन् अथवा धर्म गर्न पाउन् भनेर प्रार्थना गरे साताङ भूमि र लम्गी भने त्यो बाटोको कुन भने बुद्धत्व प्राप्त गर्नसम्म 10 वटा भूमि र 5 वटा बाटोहरू छन् त्यो बाटोको यन्तेन गुणहरू रप जोक्ते सबै पुरा गरेर रप भन्नु उत्तम सबभन्दा उत्तमलाई रप भन्छ उत्तम किसिमले पुरा गरेर जोक्ते भने पुरा भएर दोजे छङ भने बजार दाराको कोफङ भनेको भूमि अथवा ठाउँ न्युर्थोप छिटोभन्दा छिटो प्राप्त गरौँ भने आफूले प्रार्थना यो पनि यसरी गरेपछि यो चाहिँ म भनिन्छ आफू मात्रै होइन सम्पूर्ण प्राणीहरूले यो प्रकारको सुविधाहरू प्राप्त गरून् बुद्धत्व प्राप्त गरून् भनेर सोच्नु पर्दछ सर्वमङ्गलम।